आज अरू कुरा छैन, आज एक्सपिरियन्सको कुरा मात्रै छ। म एकदमै पातलो मान्छे थिएँ। ब्याचलर्स पढ्दाखेरि पनि फर्स्ट इयरमा म 38 किलो थिएँ भने ओभर द इयर्स होइन अन्तिम वर्षसम्म नै म 38 किलो नै रहेँ। र फर्स्ट इयरको ताका होला कोठा नम्बर 12मा चाहिँ मेरो वेट नापियो। त्यहाँ साथी एक दुईजनाहरू पनि थिए, रवि दाई भन्ने एउटाको स्टाफ हुनुहुन्थ्यो, उहाँले नाप्नु भयो। अनि म 38 भनेपछि त्यहाँ मलाई चाहिँ एउटा इन्सेक्युरिटी फिल हुन्थ्यो कि मान्छेले थाहा नपाउनु मेरो वेट भनेर, किनभने धेरै नै कम भनेर मान्छेहरूले गिज्याउँछन् भने जस्तो मलाई लाग्थ्यो। अनि साथीभाइले थाहा पाए अनि एकमाथि अर्को अर्कोमाथि अर्को भन्दै भन्दै जाँदाखेरि त्यो भाइरल नै भयो। मेरो नामै 38 भयो कि सबैले मलाई 38 भनेर बोलाउँथे। त्यसको मिनिङ चाहिँ पछि धेरै मान्छेलाई थाहा भएन किन यसलाई 38 भन्छन् भनेर। तर ब्याचमेटहरूलाई र इमिडिएट सिनियर जुनियरलाई थाहा थियो, अरूलाई थाहा पनि हुँदैन थियो कि 38 भनेपछि मेरो वेट हो त्यो भनेर थाहा थिएन। त्यस्तै गरी अब अरू नामहरू पनि मलाई थियो। हड्डी पनि भन्थे है मलाई, अनि नसे पनि भन्थे, अनि दाउरा भनेर पनि बोलाउँथे। अब म त्यो सुरुमा मलाई रिस उठ्थ्यो, तर पछि मलाई त्यो पचिसकेको थियो कि मेरो आफ्नै नाम हो भने त्यो नामहरूबाट मलाई आत्मीयता जागिसकेको थियो कि यो चाहिँ मेरो नाम हो भनेर। पछि जब गरिसकेपछि पनि गाडीमा यात्रा गर्दाखेरि मलाई आइडी कार्ड कहिले पनि देखाउनु पर्दैन थियो कि। काहीँको भाडा चाहिँ नि अब तपाईँको 30 रुपियाँ छ भने विद्यार्थी छुटको लागि त्यहाँ 15 भयो भने सिधै 15 दिने हो कि। आई कार्ड छ, कार्ड छ, आइडी कार्ड छ भनेर भन्नु नपर्ने, सिधै खलासीले बुझिहाल्थ्यो कि यो पक्का पनि विद्यार्थी हो भनेर। किनभने यो सेप, साइज, हाइट सबै कुरा त ठ्याक्कै मिल्ने थियो। अनि जब गरिसकेपछि पनि धेरै वर्षसम्म मेरो बिना आइडी कार्ड नै मैले विद्यार्थीकै छुटमा यात्राहरू धेरै गरेँ। अनि प्रायः त गाउँ जाने गाडीहरूमा चाहिँ छतमा बसेर हामीले यात्रा गर्नु पर्थ्यो। एकचोटि चाहिँ एसएलसी दिएर आइरहेका भाइहरू सँगसँगै 2-4जना भाइहरूसँगै छतमा चाहिँ यात्रा गरिरहेको थिएँ। अनि त्यहाँ अलिक फनी कुराहरू हुँदै थियो। हुँदै आखेरि त्यो एसएलसी दिएर आएको हो भनेर चाहिँ मैले सोधेँ त्यो एउटा भाइलाई। अनि त्यसपछि हो भन्यो भने अनि उसैले के भन्यो भन्दाखेरि भाइ तिमी पनि एसएलसी दिएर आएको हो भनेर चाहिँ उसले मलाई भन्यो कि। भनेपछि जबकि म होइन मेरो पढाइ सकिएर जब गरेको पनि 4-5 वर्ष भइसकेको थियो, उसले चाहिँ मलाई त्यो एसएलसी दिएको एउटा बच्चाले चाहिँ मलाई ए भाइ तिमीले पनि एसएलसी दिएर आएको हो र भनेर भनेको थियो कि। त्यो गाउँको गाडीमा चाहिँ जुन खलासी थियो उसले चाहिँ मलाई जहिले पनि स्टुडेन्टै भन्ठान्थ्यो। अनि म त्यतिखेर त्यो के अरे 10 रुपियाँ थियो, अनि 5 रुपियाँ स्टुडेन्ट कार्ड भएपछि 5 रुपियाँ दिने चलन थियो। 5 रुपियाँ नै दिन्थ्यो, उसले मलाई स्टुडेन्टै भन्ठान्थ्यो। अनि कहिले पनि म स्टुडेन्ट हो मलाई कार्ड छ भन्नुपर्ने अवस्था थिएन। जति परिचय भए पनि अब यो यहाँ ओर्लिन्छ र यो मान्छे यो भन्ने मात्रै थाहा छ उसलाई। अब त्यो परिचय चाहिँ भएन कि। परिचय भएर यदि थाहा पायो भने त म जब गर्दैछु भन्ने थाहा पायो भने त उसले छुट दिनेवाला छैन होइन। लास्टमा उसले त्यो त्यहाँ जुन हेल्परको जागिर साइज छोडिसकेपछि अनि पछि हाम्रो त्यतिकै भेट हुँदाखेरि अनि म त यस्तो हो नि यताउति भनिसकेपछि ऊ चाहिँ एकदमै सक नै खाएको थियो कि। यो मेरो दुब्लोपना सम्बन्धी कुरा गर्दाखेरि एउटा अङ्कल थिए, फन्नी अङ्कल। उनले जहिले पनि मलाई भेट्दाखेरि एउटा जोक मारिरहेको हुन्थ्यो कि। कहिले कि भन्थ्यो कि भाइ तिमी डाँडा काँडा जाँदाखेरि गोजीमा गट्टा मात्र हालेर जाऊ है भन्थ्यो। किन भनेर सोद्धाखेरि डाँडामा हावा चल्यो भने त तिमीलाई उडाएर कहाँ लगेर पछार्दिहाल्छ नि, त्यही भएर गट्टा चाहिँ हाल्न नबिर्सिनु भनेर भन्थे कि। त्यस्तै घरबाट बाहिर निस्किँदाखेरि चाहिँ मौसम पूर्वानुमान हेरेर मात्र जानु। हावा चलेको छ, हुरी चलेको छ भने त तिमीलाई उडाइन्छ, त्यो कारणले गर्दा सतर्क रहनु भनेर जोक मारिरहेको हुन्थे कहिले। तिमीले त यो लुगा लगाएकै होइन नि, तिमीले त यो लुगा टाँगेको मात्र हो भनेर भन्थे कि। अन्त यो फाइदा धेरै नै हुन्थ्यो, किन भन्दाखेरि कहाँ दौडिनको लागि, हिँड्नको लागि, रुख चढ्नको लागि, कहिले काहीँ के आपतकालीन अवस्थामा भर्याङ चढ्न झ्यालबाट भित्र जानको लागि त्यो हुन्छ नि। त्यस्तो अवस्थामा चाहिँ हल्का मान्छे अब सिकटै मान्छे भएपछि त्यसरी जानको लागि, पर्खाल नाग्नको लागि, यो गर्नको लागि सजिलो हुने भएको कारणले गर्दा त्यस्तो अवस्थामा पनि मेरो काम चाहिँ आइरहेको हुन्थ्यो। अनि फेरि त्यही गाडीकै कुरा गर्दै गाडीमा चाहिँ नि अब म चढ्दाखेरि चाहिँ नि खलासीहरू प्रायः खुसी नै हुन्थे कि। किनभने म एकजना चढेर त्यहाँ केही पनि प्रभाव पर्दैन थियो कि। 5जनाको सिट छ भने म जस्तो व्यक्ति भयो भने 6जना त्यहाँ अटाउन सकिन्थ्यो। अब मलाई त जता कोचे पनि जता पेले पनि त्यहाँ अटिन्थ्यो। त्यो कारणले गर्दाखेरि पातलो मान्छे देख्यो भने खलासीहरूले पनि प्रायः एकदमै खुसी भएर नि आफ्नो गाडीभित्र चाहिँ आमन्त्रण गरिरहेका हुन्छन् कि। त्यस कारणले गर्दा खलासीको चाहिँ म प्रिय पात्र नै हुने गर्दथेँ। अनि त्यो छुट दिँदाखेरि पनि यो त एक्स्ट्रामा आएको मान्छे हो नि के छ र भनेर छुट दिन पनि खासै कैफियत राख्दैन थिएँ, कार्डसार्ड हेर्दैन थिएँ, आनन्द थियो कि। त्यस्तै हो, कसैलाई दुब्लो भएर एउटा एक्सपिरियन्सहरू हुन्छ, कसैलाई मोटे भएको कारणले गर्दा एउटा छुट्टै किसिमको एक्सपिरियन्स भएको हुन्छ, कसैलाई होचो भएको कारणले गर्दा, कसैलाई अग्लो भएको कारणले गर्दा छुट्टै अनुभव भइरहेको हुन्छ कि। मलाई चाहिँ दुब्लो भएको कारणले गर्दा यी अनुभव भएको थियो। थुप्रै अरू पनि किस्साहरू छन्, त्यो मैले सर्टकटमा भनेको मात्रै हो।